विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ। मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट चाहिँ अनुसूची 2 मा लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो। धेरै मान्यज्यूहरूले राख्नुभएका विकास निर्माणका चासोहरू चाहिँ अब आउँछ मन्त्रालयगत विनियोजनमा। अब शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी लगायतका यो मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीकै अगाडि मान्यज्यूहरूले ती कुराहरू राख्नु हुने नै छ। केही त्यो अब यसपछि आज चाहिँ सैद्धान्तिक छलफल, मूलत जुन 21-24 अर्बको विनियोजन प्रस्ताव गरिएको छ त्यसको ठुलो रकम तल जान्छ, तर सङ्घीय सरकारले प्रयोग गर्ने रकमहरू र यहाँ मोटामोटी माथि एप्रोप्रिएसन गरिएका कुराहरूलाई हामीले आज छलफलको विषय बनाएका हौँ। म सरसर्ती मैले टिपेको छु मान्यज्यूहरूले उठाउनुभएका जिज्ञासाहरू। अब यो समता कोष, शिक्षा, स्वास्थ्यको विनियोजन अहिले सङ्घले कमै राख्छ। हामीले विनियोजन ठुलै गरे पनि धेरै शिक्षा स्वास्थ्यका कुराहरू चाहिँ हाम्रो संविधानको अनुसूची अनुरूप पनि सस्टेनेबल डेभलपमेन्ट गोल्सका प्राथमिकता अन्तर्गत पनि डेलिभरी, लोकल डेलिभरी भएर त्यो ठुलो रकम खरबौँ चाहिँ तल नै जान्छ। र यहाँ सङ्घले राख्ने रकमहरू कम नै हुन्छन्। स्रोतान्तर, रकमान्तर गर्ने जस्ता विधिहरूमा पनि केही परिमार्जन गरिएको छ। यसपालि पुँजीगत खर्च द्रुत रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठुलो अधिकार अहिले प्रत्यायोजन गरेको छ। सम्बन्धित मन्त्रालयले नै स्रोतकै अन्तर गर्न चाहिँ सोध्न पर्यो, किनकि ऋणका कुरा छन्, अनुदानका कुरा छन्, वैदेशिक र आन्तरिक स्रोतहरू यो सबै मिलाउनु पर्ने हुन्छ। तर विनियोजित रकमभित्रको रकमान्तर काम भएको शीर्षकबाट काम नभएको शीर्षकतिर सार्नको लागि वा भाइस वर्षा यो सबै गर्नको लागि चाहिँ सम्बन्धित मन्त्रालयहरूलाई ठुलो अख्तियारी प्रदान गरिएको छ। अर्को यो गणितमा अलिकति मान्यज्यूहरूले चासो राख्नु भएको छ। अब यो मैले बारम्बार भन्ने गरेको छु, यो राज्य आँखा चिम्लेर सिन्को नभाँच्दा पनि झन्डै हाम्रो अनिवार्य दायित्व 14 खर्ब जति छ। तलब सुविधाका कुराहरू, ऋण सावा ब्याजका कुराहरू छन्, सामाजिक सुरक्षा भत्ताहरूका कुराहरू छन्। त्यसैले त्यो मोस्टली चालुमै प्रतिबिम्बित हुन्छ। यद्यपि एउटा डिफ्रेन्सिएसन चाहिँ हामीले गर्नुपर्ने हुन्छ। चालु भने सबै खराब, पुँजीगत भने सबै राम्रो पनि होइन। चालुभित्र शिक्षकको तलब जान्छ, स्वास्थ्य कर्मीहरूको तलब जान्छ, त्यो पनि विकासै हो। त्यसैले त्यसलाई ठ्याक्कै अलि एक तह गहिरिएर हामीले विश्लेषण गऱ्यौँ भने त्यो थप स्पष्ट हुन्छ। र पुँजीगतमा जस्तो सवारी साधनको खरिद त्यो सधैँ उत्पादक नहुन पनि सक्छ नि, तर त्यो पुँजीगतमा रिफ्लेक्ट हुन्छ। भ्यू टावरहरूको निर्माण त्यो आफैमा उत्पादक नहुन सक्छ। त्यसैले पुँजीगतभन्दा राम्रो, चालु भने नराम्रो भन्ने चाहिँ होइन। ठुलो रकम 600 अर्ब हामीले राजस्व बाँडफाँड सहित तल पठाएका छौँ, त्यसमा पनि यी कुराहरू चाहिँ लुकेका हुन्छन्। यद्यपि सारमा चालुको वर्चस्व ठुलो भयो भन्ने कुरामा हामी एकदमै सचेत छौँ। त्यसैले अब यो हामी चैतमा आयौँ, जेठमा बजेट लिएर आयौँ, तुरुन्तै चालुलाई काटेर यसलाई अस्टेरिटीतिर जान सम्भव थिएन। त्यसको थालनी भने गरेका छौँ। यहाँहरूले जानकारी पाइ नै राख्नु भएको छ। विभिन्न आयोगहरूदेखि लिएर मन्त्रालयकै पनि कन्सोलिडेसन र 20 अर्ब जति त त्यहीँबाट हामी बचाउँछौँ भनेर भनेका पनि छौँ इत्यादि। यो कन्टिन्यू नै हुन्छ। यो प्रशासनिक सुधार, टेक्नोलोजीको अवलम्बनले अब पहिले जस्तो धेरै मानिसहरू नचाहिने गतिविधिहरूमा यसलाई कस्ट कटिङ गरेर हामी अगाडि जाँदैछौँ। सङ्घीय निजामती विधेयक पनि आउँदैछ, त्यसमा पनि केही छलफलहरू हुने नै छन्। त्यसैले पनि यसपालि असाध्यै ठुलो ध्यान यो 20-21 खर्बले मात्र देश बन्ने भएन है, 70 खर्बलाई नै उत्तेलित गर्नु पर्यो। त्यो भनेको सार्वजनिक कोषभन्दा बाहिरको रकम पनि अब आकर्षित गर्नु पर्यो। र मैले हिजो पनि निवेदन गरेँ मान्य सांसदज्यूहरूलाई, 1 रुपियाँ सङ्घीय बजेटले 5 रुपियाँ निजी पुँजी तान्ने, क्राउड इन गर्ने गरेर हामीले विनियोजन गर्नुपर्ने हुन्छ। र हाम्रो अर्को 4-5 वर्षको बजेट यसैतिर केन्द्रित हुन्छ। सो अर्जुन दृष्टिमा यो अहिले यहाँ 17 खर्बको जति कुरा गरिएको छ, समग्र बजेट 21-24 को आयो। तर मेरो ध्यान 74-58 अर्बतिर छ, अर्थात् जीडीपी को आकारतिर त्यहाँ पुर्याउनु पर्नेछ यो आर्थिक वर्षको अन्तमा।
त्यसैले त्यहाँ पुर्याउनको लागि विनियोजन कुशलता दक्षता पनि हामीले देखाउनु पर्ने हुन्छ। यद्यपि अहिले यो साल हामी आउँदा आउँदै त्यो फिस्कल रुम असाध्यै साँघुरो थियो। ऋण तिर्नु परिहाल्यो, सभरेन कमिटमेन्टहरू भए, सिलिङहरू बाँडिसकेका थियो, अघि मैले भनेका अनिवार्य दायित्वहरू भइ नै हाले। र अघि एकजना मान्य सदस्यले राजस्वको कुरा उठाउनु भयो। यो ऋण लिएर ऋण तिर्ने राजस्वमा गरौँ, हामी पनि सघाउन चाहन्छौँ, म त्यसको स्वागत गर्न चाहन्छु। यो सरकारले गर्न खोजेको त्यही हो। यसपालि असाध्यै महत्त्वाकांक्षी लक्ष्य राखिएको छ, ऋणमा होइन राजस्वमा 1580 अर्ब हामीले उठाउने लक्ष्य लिएका छौँ। सुशासनको जगमा, कम्प्लायन्सको जगमा अहिले करका धेरै कुराहरू मान्यज्यू समक्ष मैले हिजो निवेदन पनि गरेँ, धेरैलाई फर्मलाइज गर्नुपर्नेछ, करको दायराभित्र ल्याउनु पर्नेछ र अलिअलि हल्का आलोचना भएका विषयहरू पनि मकसद त्यही नै हो। कसरी हुन्छ यो अर्थतन्त्रलाई औपचारिकीकरणतिर लिएर आउँ, ट्याक्स नेटमा जोडौँ धेरैभन्दा धेरै करदाताहरूलाई, तर करको भार चाहिँ एकदमै न्यून वा लगभग नगण्य बनाउनेतिर हामी लागौँ र त्यो सम्भव हुन्छ जब दायरा फराकिलो हुन्छ। त्यो लक्ष्यका साथ हामीले यत्रो प्रचण्ड बहुमत प्राप्त सरकारले पनि त्यो आँटेन भने यो कुनै पनि सरकारले गर्न सक्दैन। यो थाती राख्ने काम हुन जान्छ भनेर यसपालि त्यो सुरुमा झट्ट सुन्दा अप्रिय लागे पनि कालान्तरमा त्यो देशले मागेको कुरातिर हामी गएका छौँ। सभरेन डेटका कुराहरू मैले निवेदन गरिसकेँ। अब ऋणै नलिने भन्ने भएन, तर ऋण जीडीपीको सापेक्षतामा अर्थात् अर्थतन्त्रको आकारको सापेक्षतामा एउटा वाञ्छित सीमाभित्र राख्नुपर्छ र लिएको ऋणले त्यो ऋणलाई तिर्न सक्ने क्षमता अर्थतन्त्रको सामर्थ्य बढ्दै जाओस्। डेट्स शुड पे फर देमसेल्भ्स भनेर भनिन्छ। त्यसैले त्यो उत्पादनमूलक क्षेत्रमा लगाउन सक्यो भने त जीडीपीको आकार बढ्छ। त्यसैले न्युमरेटर बढिरहेछ, डिनोमिनेटर पनि बढ्यो भने त्यो घटिरहेको हुन्छ रेसियो। हाम्रो लक्ष्य त्यो हो। त्यसैले हिजो मैले निवेदन गरिसकेका छु, झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जीडीपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ। अहिलेकै 43%, 44% को हाराहारीमा रहन्छ र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन् अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50% सम्म डेट टु जीडीपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन। अहिले हामी एकदमै लो स्ट्रेसमा छौँ। डेट सस्टेनेबिलिटीको विश्लेषण नियमित रूपमा भइराखेको हुन्छ। रेमिटेन्सको प्रवाहले, एक्सपोर्ट्सको प्रवाहले त्यसलाई हामीले सर्भिसिङ गर्न सकिरहेका हुन्छौँ भन्ने खालको विश्लेषण गर्दाखेरि यो 43-44 भनेको धेरै खराब होइन। धेरै मान्यज्यूहरूले तिमी त पहिला ऋणको विरोध गर्थ्यौ भने मैले कहिले पनि त्यसरी निरपेक्ष ढङ्गले बोलेको छैन, कहिले पनि बोलेको छैन। मान्यज्यूहरूले मैले बोलेको कुरा त्यो स्रोतको विश्वसनीयताबारे प्रश्न उठाएको हुन सक्छु, तर ऋण लिएर नै जीडीपी बढाउन सकियो, आर्थिक वृद्धिलाई चलायमान गर्न सकियो भने यो आफैमा ठुलो विषय होइन। तर ऋण लिएर अनुत्पादक क्षेत्रमा, चालु खर्चमा, रिटर्न नदिने क्षेत्रमा खर्च गर्यो भने चाहिँ यो बोझ बन्दै जान्छ। र अब जापान जस्तो मुलुकको त डेट टु जीडीपी रेसियो 200% छ। उसको राष्ट्रिय विश्वसनीयता र धेरै डेट डोमेस्टिक भएको हुनाले र उसको मुद्राको अन्तर्राष्ट्रिय क्रेडिबिलिटी भएको हुनाले उसले सक्यो। अमेरिकाको 100% भन्दा माथि छ। तर हामी 50 नाग्न हुँदैन, अहिले 43-44 मा छौँ। यद्यपि यो भूकम्पको बेलामा जम्मा 25 थियो, यो बढ्दै गएको हो। भूकम्पपछि हामीले ऋण लियौँ, कोभिडमा पनि ऋण लियौँ, अरू विकास निर्माणको आकाङ्क्षा पनि बढ्दै गएर अहिले 25% अफ जीडीपीबाट हामी 43% अफ जीडीपीमा छौँ। अर्थतन्त्र ठुलो हुँदै गयो भने यो स्वतः घट्दै जान्छ पनि। त्यसैले यसलाई म्यानेज गर्न सकिन्छ। मान्यज्यूहरूले यसमा चासो राख्नु भएको हुनाले मैले भने। मान्य नरेन्द्र केरुङले स्वास्थ्य बिमाको कुरा गर्नुभएको छ, चिन्ता छ, तर यो असीमित दायित्व बन्यो भने 2124 अरबै स्वास्थ्य बिमामा खर्च गरियो भने पनि त्यो नपुग्न सक्ने हुन्छ। त्यसैले यसलाई कुन सीमाभित्र राख्ने र हिजो भनिए जस्तै विपन्नको सहारा राज्य बन्नै पर्छ, सब्सिडाइज नै गर्नुपर्छ। तर आय बढ्दै गएपछि हामीले यसलाई योगदानको आधारमा पनि इन्स्योरेन्स स्किमकै रूपमा अपरेसन गर्नुपर्ने हुन्छ र त्यो कोषलाई भायबल बनाउनुपर्छ। त्यसको प्रारम्भिक बिन्दु चाहिँ युनिभर्सलाइज गर्नुपर्ने हुन्छ रिस्क पुललाई। तर यो स्वास्थ्य मन्त्रालयको विनियोजन छलफलमा अझ घनीभूत रूपले मान्यज्यूहरूले राख्नुहुने नै छ। अर्थ मन्त्रालयको बजेट 5 खर्बै हो कि भन्नुभयो योजना आयोगका पूर्व उपाध्यक्ष। त्यहाँ एउटा सुन्ना गलत पढ्न
पढ्न जानुभयो कि जस्तो लाग्यो मलाई, त्यति धेरै छैन। अर्थ मन्त्रालयको त्यही 50-60 अर्ब कति छ, यहाँहरूले लास्टमा देख्नु होला। अरू चाहिँ विविध भनेर राखिन्छ, जस्तो चुनावै गराउनु पर्यो 20-22 अरब त लाग्ला, त्यो रकम अहिले हामीले राखिराखेका हुन्छ एउटा कोषमा। चुनाव गराउनु पर्यो भने त्यसमा पछि विनियोजन हुन्छ, निर्वाचन आयोग लगायत सुरक्षा निकायहरूलाई त्यो विनियोजन गरिन्छ। त्यसैले भइपरि आउने इमर्जेन्सी क्राइसिसको बेलामा चाहिँ त्यो अर्थ मन्त्रालयले विविध शीर्षकमा राखेको हुन्छ र केही चाहिँ पेन्सनर्सहरूको तलब सुविधा यसपालि वृद्धि पनि भएको छ, ती कोषहरू पनि विभिन्न शीर्षकमा राखिएको हुन्छ। अर्थ मन्त्रालय आफैको खासै ठुलो विकास कार्यक्रमहरू छैन र त्यसमा पनि विनियोजन विधेयकमा यहाँहरूले देखिहाल्नुहुनेछ कति आइटममा के भएको भन्ने कुरा। सडक गाउँठाउँका कुराहरू सम्बन्धित मन्त्रालयकै विनियोजनमा छलफल गर्नुहुने नै छ। चालु पुँजीगत लगायतको सन्तुलन यहाँ दोहोरियो, त्यो मैले स्पष्ट पारिसकेँ। मान्य राजेन्द्र राईले सबैलाई खुसी पार्छु भन्दै हिँड्नु भएको थियो भने मैले त्यस्तो त बोलिनँ होला कहिले पनि। धेरै मानिस खुसी नै पाएको छु, तर बजेटको पुनर्लेखन गर्नु होला भने बजेटको पुनर्लेखन हुन्छ अर्को वर्ष। माननीय निराशा चौधरी ले सुदूरपश्चिम लगायतका कुराहरू गर्नुभएको छ। यो सुप भनेरै नछुटिए पनि समग्र राष्ट्रिय कार्यक्रमहरूको भौगोलिक वितरण सकेसम्म न्यायोचित नै भइराखेको हुन्छ। त्यसैले मधेस, कोशी, सुप भनेर नभनिए पनि अब सामाजिक सुरक्षाको कार्यक्रम 120 अर्ब छ नि त, त्यो त सबै नागरिकलाई हो नि। त्यसैले त्यो ठ्याक्कै आफ्नो शब्द नै खोजेको शब्द नै नपाइए पनि यसमा अलिक गहिरिएर हामीले वर्गीकरण गऱ्यौँ भने धेरै नै छ। यद्यपि कर्णाली, सुप र मधेसलाई अलि विशेष प्राथमिकतामा हामीले राखेकै हो यसपटक। अब अलि क्षेत्रगत कुराहरू मान्यज्यूहरूले उठाउनु भएको छ, कृषि लगायत धेरै विषयहरू। मद्रासा शिक्षाको विषय राम्ररी राख्नु भएको छ। शिक्षाकोमा सायद मान्यज्यूले अझ घनीभूत यसमा छलफल उठाउनु होला, शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा। गरिबीलाई यथावत, गरिबीसँग सम्बन्धित कार्यक्रमहरूलाई कन्टिन्युटी गरेको छु, निरन्तरता दिएको छु। तर मकसद भनेको निम्न आयलाई मध्यम वर्गमा उकास्ने नै हो। त्यो दिगो आर्थिक वृद्धिबाट मात्र सम्भव छ। दिगो आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई नै उद्वेलित पार्नुपर्छ भन्ने त्यो सैद्धान्तिक धारबाट यो बजेट बनेको हो। कर्णालीको विषय, राजमार्गको विषय, अलि विनियोजन, यो पातलो विनियोजन विधेयकमा त त्यो थिएन, मान्यज्यूहरूले उठाइहाल्नु भएको भएर मैले भने। भौतिक पूर्वाधार अथवा पूर्वाधार विकास मन्त्रालयको विनियोजनमा देखिने नै छ। काम सुरु भएर काम भएको खण्डमा त्यो रकम थप्न सकिने सुविधा सम्बन्धित मन्त्रालयलाई हुन्छ नै। त्यसैले सुरुमा रकम कम पर्यो कि भनेर त्यति धेरै चिन्ता गर्नु पर्दैन। हाम्रो पुरानो रोग के थियो भने रकम 20-30 अरब राखिदिने, ठेक्कापट्टा लगाउँदैमा 8 महिना जान्थ्यो र त्यो रकम खर्च नहुने। त्यसैले अहिले बरु थोरै रकमबाट सुरु गरौँ, काम भएको खण्डमा त्यहाँ रकमान्तर गरेर र अर्थ मन्त्रालयको सहमतिमा स्रोतान्तरै गरेर पनि त्यहाँ गर्न सकिने भन्ने कुराहरू नै छन्। शिक्षाको मोडलबारे, अब यो वृद्धि र व्यवस्थापनको बारेमा मान्य अर्क साम्पाङ, अर्क राईले राख्नु भएको छ। त्यो एउटा सैद्धान्तिक धार अब ठिकै पनि हो। अब यसलाई विभिन्न मन्त्रालयहरूका कार्यक्रममा पनि थप पृष्ठपोषण हुन्छ होला नै। मान्य खुशबु ओलीले यो अधिकार चाहिँ कार्यपालिकाले खोसेको हो कि भन्ने आशय व्यक्त गर्नुभएको छ। अब यो वेस्टमिन्स्टर प्रणालीमा यही नै हो, ओभरअल म्यान्डेट लेजिस्लेचरले दिन्छ कार्यपालिकालाई। कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो। त्यसैले यो सार्वभौम नै छ। मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ, सम्मानित सदनले राख्छ, सरकार बनाउने, सरकार ढाल्ने। तर त्यहाँ वेस्टमिन्स्टर प्रणालीमा अब अङ्कगणित बहुमतीय प्रणालीमा एउटा चाहिँ स्थापित मान्यता छ नै। तर यो हरेक खुद्रे गतिविधिहरूमा संसदमा आउन सम्भव नभए भएर यो विश्वव्यापी अभ्यास 200-300 वर्षको संसदीय अभ्यासले गर्दाखेरि यो यसरी नै प्रत्यायोजन नै गर्ने हो। अझ धेरै समृद्ध लोकतान्त्रिक मुलुकहरूमा त जस्तो ट्रेड नेगोसिएसन, संयुक्त राज्य अमेरिकाकै उदाहरण लिने हो भने ट्रेड नेगोसिएसन गर्ने अधिकार वास्तवमा कङ्ग्रेसको हुन्छ। तर त्यहाँ दफा हरफमा नेगोसिएसन संसदले गर्न थाल्यो भने त्यो ड्रिल कहिले पनि नहुने भएर उसले एकमुष्ट अधिकार कार्यपालिकालाई दिएको हुन्छ, प्रेसिडेन्सीलाई दिएको हुन्छ र विभिन्न उसले कार्यपालिकाले गरेका डिलहरूलाई संसदले अप अर डाउन, यस अर नो मात्र भन्न पाउने गरेर पनि त्यो फङ्सनल बनाउनको लागि विभिन्न कम्प्रोमाइजेस भएका हुन्छन्। तर यो ठिक भएन, विनियोजन विधेयक यसरी नगरौँ, अब सबै कुरा चाहिँ यहीँ आउनुपर्छ भन्ने हो भने यो पनि त्यो निर्णय गर्ने अधिकार फेरि यहीँ हो, ऐन बन्ने यहीँ हो। त्यसैले यसरी जाउँ भन्ने कुरा चाहिँ बहस गर्न सकियो। तर एउटा स्थापित अभ्यास
विशिष्ट कारणहरूले अनुभवका आधारमा खारिँदै माझिँदै पनि आएको हुन्छ, तर सुधारको आवश्यकता महसुस भयो भने त्यो गर्न सकियो पनि। माननीय पार्वती विकलले जातीय विभेदका कुराहरू गर्नुभएको छ, अघि मैले इङ्गित गरिसकेँ। यी कुराहरू छुट्टै शीर्षक नभए पनि एउटा थ्रेड चाहिँ समन्यायिक समाज, समावेशी समाजको कल्पना गर्दै गर्दाखेरि, इन्क्लुसिभ ग्रोथका कुराहरू गर्दै गर्दाखेरि यिनीहरू चाहिँ परोक्ष वा प्रत्यक्ष रूपमा सम्बोधन भएर नै गएका हुन्छन् भन्ने कुरा म यहाँहरू समक्ष आश्वस्त गराउँदै मोटामोटी विनियोजन विधेयकको सैद्धान्तिक छलफलमा उठेका विषयहरूलाई मैले यति सम्बोधन गरेँ। मान्यज्यूहरूले अब मन्त्रालयगत छलफलमा भाग लिँदाखेरि सम्बन्धित मन्त्रीज्यूहरूले जवाफ दिनुहुने नै छ। हस्त धेरै धेरै धन्यवाद।